कोठा भाडा बस्दा आफ्नो साइडमा बस्ने मान्छे राम्रो गतिलो परेन, अलिअलि बुझ्ने खालको परेन। अनि भने एकदम धेरै दुःख पाइन्छ कि मैले कतिसम्म भने हामी पहिला बस्ने घरमा एउटा दिदी बस्थिन्। काम चाहिँ मैले कामलाई दोष लगाएको होइन, तर काम चाहिँ तिनले अब घरमा काम गर्थिन् होइन, घरमा काम गर्थिन्। र तिनको गफ फेरि के थियो भने लाउने पनि हाकिमले भन्दा ठुलो लाउने, हाकिमले त्यति गफ लाउनु के त्यो मान्छे अलिअलि देखेको मान्छेले पो कुरा गर्दैन, चुप बस शान्त बस भलाद्मी हुन्छ, केही नदेखेका चिचिबुढी चिमचुम चुमचुम चुमचुम गर्ने खालका हुन्छ नि, त्यस्तो थियो कि तोरी। अनि त्यहाँ हामी त्यो बाटो हिँडे पनि जाँदा सरफ लाएर झाडु लाउने, त्यहाँ हामी बसे पनि सरफ लाएर झाडु लाउने, हामीले पानी पेले पनि त्यहाँ सरफ लाएर झाडु लाउने, हामीले त्यहाँ गएर पानीको बोतल खाने पानीको बोतल भरे पनि त्यो भुइँको ठाउँमा सरफ एकमुठी सरफ लगाएर खनाएर पानीले लगाएर बगाउने। टोयलेटमा त्यस्तै पछि गएर 5 बाल्टी पानी खनाउने, फेरि बाथरुममा पनि त्यस्तै गर्ने, यति दुःख नदिने, आफूले मात्र सफा गर्छु जस्तो सोच्ने। अनि त्यहाँ तरकारी बारीमा हामीले तरकारी लायौँ भन्दै यति डाने कि जतिचोटि घरबेटी आउँछ नि उतिचोटि मैले यहाँ यो लाउँछु त्यो लाउँछु पहिला लगाऊ भन्दा उसले लगाएन, पछि अब उसलाई डा भयो, हामीले त गर्ने खाने गऱ्यौँ होइन। अनि त्यसो गरेर घरबेटी आउँदा कहिलेकाहीँ आउँथे घरबेटी उनीहरूकोमा झाडु पोछा गर्न जाने, हल्का फुल्का खाना पनि दिन्थ्यो होला, के गर्थे तिनीहरूले जानन्। तर कुरा लाएर घरबेटीलाई पनि यिनीहरू नबस्थे हो नि त भन्ने टाइपको गराएँ। जहिले सुकै हाम्रोमा कोही पाहुना आउनु नि हुन्न, आफ्नो छोरीलाई अब त्यो गाली गर्नु त ठिकै हो कि, ढोका पधार्ने अनि नराम्रो वर्डहरू युज गर्ने उसलाई पनि लाज छैन। हामीलाई त हाम्रो पाहुना आएको त हामीलाई लाज लाउँछ नि त, त्यसै गर्ने। अनि पछि फेरि सुनाउने, एक दिन 100 रुपियाँको मासु ल्याएर खाने, कुखुराको मासु बोइलर। अनि त्यो आफ्ना भएभरिका मान्छेलाई फोन गरेर मासु ल्याएको, मासु खान लगाएको, यो त्यो भनेर सुनाउने। किन सुनाउनु पऱ्यो? खान त आफ्नो पेट लाउने कि उनीहरूलाई दिने हो फोनबाट, यो फोनैबाट घुसाउने मासुका चोक्टा। यति रिस उठ्दैन नि त्यो आइमाईको अहिले पनि देख्दाखेरि कहिलेकाहीँ अक्कल झुक्कल देख्नै नपऱ्यो हुन्थ्यो भन्ने बेला देख्छु, तर यति रिस उठ्छ नि त्यो आइमाईको। कोही मान्छे त्यस्ता हुन्छन् क्या।